कुनै पनि दान वरदानको प्रस्तुति वा प्रदर्शनी आत्मिक परिपक्वताको चिन्ह होइन, तर आत्मिक परिपक्वतामा हुर्काउनलाई दिएका साधन भने फेरि यी कुराहरू अवश्य हो। हामी धेरैचोटि के गरिरहेको हुन्छौँ भन्दै गर्दा कुनै पनि व्यक्तिको दान वरदान, होली स्पिरिटको गिफ्ट्सहरूलाई हेरेर चाहिँ हामीले आत्मिक परिपक्वताको मेजरमेन्ट गरिरहेका हुन्छौँ, अनि जुन चाहिँ गलत हुन्छ। हैन, आत्मिक दान वरदान वा होली स्पिरिटका गिफ्ट्सहरूको आधारमा चाहिँ हामीले कहिले पनि आत्मिक परिपक्वतालाई नाप्नु हुँदैन। र अर्को, मानिसले पाएको उसको क्यापासिटी, मानिसको उसको क्षमता, ब्लेसिङ, आशिषको आधारमा, हैन, उसले पाएका आश्चर्य कर्मका आधारमा पनि कहिले हामी आत्मिक परिपक्वतालाई नाप्न सक्दैनौँ। र हामीले धेरैचोटि गरिरहेको चाहिँ के भन्दै गर्दा कुनै पनि दान वरदानको प्रस्तुतिहरूलाई हेरेर, कुनै पनि आश्चर्य कर्मका कुरालाई देखेर चाहिँ हामीले त्यो मान्छे धेरै आत्मिक रहेछ हैन भन्ने कुराहरू आकलन गरिरहेका हुन्छौँ, जुन कुरा चाहिँ एकदम गलत हुन्छ। तर आत्मिक परिपक्वताको साइन चाहिँ होइन फेरि यो दान वरदानको प्रदर्शनी प्रस्तुति, तर आत्मिक परिपक्वतामा हुर्काउनलाई दिएको स्रोत अनि साधन भने चाहिँ फेरि अवश्य हो यो कुराहरू फेरि। त्यसो भए आत्मिक परिपक्व मानिसलाई अब कसरी चिन्ने त? हामी यस बिहान अलिकति केही कुराहरू हेर्नेछौँ। आत्मिक परिपक्व मानिसलाई कसरी चिन्ने त? त्यो मानिस चाहिँ आत्मिक परिपक्व छ, त्यो मानिस चाहिँ आत्मिक परिपक्वतातिर बढ्दैछ भनेर कसरी चिन्ने र कसरी थाहा गर्ने? हैन, यस बिहान मैले केही बुदाहरू ल्याएको छु। हामी बुदाहरू मार्फत आज हामी क्लियर हुनेछौँ। मैले अगाडि नै भनिसकेँ, पवित्र आत्माको दान वरदानको प्रस्तुति आत्मिक परिपक्वताको चिन्ह होइन। हामी यसमा क्लियर हुनुपर्छ। मान्छेले पाएको आशिष, स्रोत, साधनहरूद्वारा आश्चर्य कर्महरू, यो पनि उसको आत्मिक परिपक्वताको चिन्ह होइन। तर यी कुराहरू बाहेक कसरी चाहिँ आत्मिक परिपक्व मानिसलाई चिन्ने, ऊ चाहिँ आत्मिक रूपमा हुर्किँदैछ भनेर कसरी चिन्ने भन्दै गर्दाखेरि मैले केही बुदाहरू ल्याएको छु। यो बुदाहरू मार्फत हामी हेर्नेछौँ। यदि कोही आत्मिक परिपक्वतातिर बढ्दैछ, आत्मिक परिपक्वतातिर लम्किँदैछ अनि आत्मिक रूपमा हुर्किँदैछ भने मेन कुरा पहिलो स्टेप के हुन्छ भन्दै गर्दा त्यो मानिस परमेश्वरको प्रतिज्ञाहरूमा जिउन मन पराउँछ। पहिला आत्मिक परिपक्वतातिर बढ्दै गरेको मानिसको साइन चाहिँ के हो भन्दै गर्दा ऊ परमेश्वरको प्रतिज्ञामा जिउन मन पराउँछ। यो आत्मिक परिपक्वतामा हुर्किँदै गरेको साइन, आत्मिक परिपक्वतामा जिउँदै गरेको मानिसको साइन हो। जब हामी उत्पत्तिको 13 मा हेर्छौँ भने त्यहाँ दुई कुरा पाउँछौँ। एउटा समय आउँछ अनि समय आउँदै गर्दा लोत र अब्रामको त्यहाँ हामी घटना पाउँछौँ। लोतले चाहिँ आँखाले देखेका कुराहरूमाथि उसले डिसिजन गर्छ, तर अब्राम केही नभएको अवस्थाहरूमा पनि परमेश्वरको प्रतिज्ञाहरूमा उनले जिउने निर्णय गर्छ। अब्राम जस्तो आत्मिक मान्छे त छैन होला सायद अहिले, त्यही कारण मैले अब्रामको उदाहरण ल्याएँ। त्यसकारण पहिलो स्टेप के भन्दै गर्दा आत्मिक परिपक्वतातिर हुर्किँदै गरेको मानिसको जीवनमा फर्स्ट स्टेप भनेको ऊ परमेश्वरको प्रतिज्ञामा खडा हुन्छ, परमेश्वरको प्रतिज्ञामा जिउन ऊ मन पराउँछ। सेकेन्ड अर्को बुदा के भन्दै गर्दा जिन्दगीका हरेक परिस्थितिहरूमा पनि ऊ परमेश्वरमा भरोसा राख्न सक्छ। यदि ऊ आत्मिक परिपक्वतातिर बढ्दैछ, आत्मिक परिपक्वतातिर लम्किँदैछ भने त्यो मानिस जिन्दगीका हरेक परिस्थितिहरूमाथि, जिन्दगीको अवस्थाहरू बिग्रिँदै गर्दा, भत्किँदै गर्दा, मरुभूमिहरूबाट भएर जाँदै गर्दा पनि, हैन, आशिष हुँदा नहुँदा, आश्चर्य कर्म देख्दा नदेख्दा, हरेक परिस्थितिमा पनि ऊ परमप्रभुमाथि भरोसा गरेर जिउँछ, परमप्रभुमाथि उसले भरोसा राख्छ। उदाहरणको लागि हामी अयुबको किताब, अयुबको जीवनलाई हामी हेर्न सक्छौँ। अयुबले आफ्नो जीवनका सबै कुराहरू सकेर जाँदै गर्दा पनि, ऊ नाङ्गै हुँदै गर्दा पनि उसले परमप्रभुमाथि भरोसा गरेको कुराहरू हामी पाउँछौँ। उसले त्यही भन्छ अयुब 1:20 मा, म आमाको गर्भबाट नाङ्गै आएँ, अब नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो, परमप्रभुले लानुभयो, परमप्रभुकै नाउँ धन्यको होस्। त्यो डाउन लेभलमा पनि ऊ परमप्रभुमाथि भरोसा राख्न सिक्दैछ। यदि कोही मानिसमा आत्मिक परिपक्वतातिर बढ्दैछु भन्ने, यदि हाम्रो आत्मिक परिपक्वतातिर हुर्किँदै गरेका साथी सङ्गीहरू छ, हामीले यो कुरा याद गर्नुपर्छ। साँच्चै के हो, जिन्दगीका हरेक कष्ट अभावका परिस्थितिहरूमा, जिन्दगीका अवस्थाहरू बिग्रिँदै गर्दा पनि ऊ परमप्रभुमाथि भरोसा राख्न सक्छ। यदि सक्दैन भने प्रेरहरू रङ हुन्छ। र यदि आत्मिक परिपक्वतातिर हुर्किँदै गरेको मानिस हो भने उसको हरेक स्टेपमा आशा परमप्रभुमाथि हुन्छ। जिन्दगीका हरेक अवस्थाहरू बिग्रिँदै गर्दा, बद्लिँदै गर्दा परमप्रभुमाथि उसले आशा गर्छ, परमप्रभुमाथि नै उसले भरोसा गर्छ। त्यसकारण याकुबको 12ले त्यही भन्छ, धन्य हो त्यो मानिस जो आपद विपदमा पनि स्थिर रहन्छ। आपद विपदमा, जिन्दगीका हरेक परिस्थितिमा स्थिर रहन्छ, परमप्रभुमाथि भरोसा गर्छ। अर्को तेस्रो नम्बरमा आत्मिक परिपक्व मानिसलाई कसरी चिन्ने भन्दै गर्दा तेस्रो नम्बरमा क्षमाशील हृदय।
यदि कोही आत्मिक रूपमा अगाडि बढिरहेको छ, ओपन हृदय, खुल्ला हार्ट, ओपन हार्ट भन्छ नि, खुल्ला स्वतन्त्र हृदय, क्षमा दिने यो सिस्टम हुन्छ उमा। हामीले योसेफलाई हेर्छौँ भने त्यो कुरा देख्छौँ। योसेफको जीवनमा आफ्नो दाजुभाइहरूलाई बेचिदिएको छ हैन। पछि केही वर्षको बाद आफ्नो दाजुभाइहरूसँग भेट हुन्छ। योसेफले साह्रै मिठो कुरा छ। योसेफले त्यहाँ बदला लिने कुरा गरेको छैन। योसेफले आफ्नो तितोपनलाई बोकेर हिँडेको छैन। विगतका कुरालाई, दाजुभाइले बेचेका इस्युलाई ठुलो बनाएको छैन। तर के भन्छ भन्दै गर्दा योसेफले, तिमीहरूले मलाई बेचेकोमा तिमीहरू अफसोस पनि नमान, किनकि परमप्रभुको योजना नै यो थियो, ताकि सारा समस्त मानिसहरूलाई अनिकालबाट बचाउनको लागि तिमीहरूलाई भन्दा अगाडि मलाई परमेश्वरले मिस्र देशमा पठाउनु भएको छ। त्यो क्षमा दिने हृदयको कुरा हामी पाउँछौँ। स्टिफनसको जीवनबाट हामी त्यही कुरा पाउँछौँ। मानिसले उसलाई ढुङ्गाले हानेर मारिरहेको थियो, ऊ मर्दै थियो, तर उसले मर्दै गरेको अवस्थामा के भन्छ, हे पिता, यिनीहरू के गर्दैछन् सो जान्दैनन्, यिनीहरूलाई क्षमा गरिदिनुहोस्। यसो ख्रिस्टको जीवनमा त्यही पाउँछौँ, क्षमा दिने हृदय। त्यस कारण परमप्रभुको वचनले भन्छ, तिमीहरू यस्तो बन्नुहोस् जो ख्रिस्टमा पनि थियो। हामी आत्मिक परिपक्वतामा हुर्किँदैछौँ, आत्मिक परिपक्वतामा बढ्दैछौँ, लम्किँदैछौँ भने प्रेरहरू हामीमा क्षमा दिने हृदय हुन इम्पोर्टेन्ट छ, आवश्यक छ। हामी अर्को हेर्छौँ, अब आत्मिक परिपक्वतामा हुर्किँदै गरेको मानिसको अर्को 4 नम्बरको साइन के भन्दै गर्दा पश्चातापी हृदय। पश्चाताप। त्यो मानिसले गल्ती गर्दै गर्दा, त्यो मानिसको परिस्थिति बिग्रिँदै गर्दा उसलाई थाहा हुनु पर्यो आफ्नो आत्मिक दरिद्रता। दाउदको जीवनबाट हामीहरू 2 सामुएल 12:1-12 हेऱ्यौँ भने त्यहाँ दाउदको घटना छ। जब उसले बत्सेबासँग उसले पाप गर्छ, बत्सेबासँग व्याभिचार गर्छ हैन, त्यहाँनिर अनि नातान अगमवक्ता आएर उसको पापहरूलाई जनाइदिएको छ। अनि नातान अगमवक्ताले पापहरू जनाउँदै गर्दा उसँग त्यहाँ 2वटा अप्सन हुन्छ, कि त्यो नातान अगमवक्तालाई उसले मार्न सक्थ्यो त्यहाँनिर, कि त ऊ होइन पश्चाताप गरिकन परमेश्वरमा फर्किनु पर्थ्यो। उसले सेकेन्ड स्टेप चाल्यो। उसले आफ्नो पाप, आफूले गरेको गल्तीहरूलाई उसले सष्टै मानिलिएको छ। हामी पढ्न पाउँछौँ भजन सङ्ग्रह 51, उसको प्रार्थना थियो, हे परमप्रभु तपाईँको आत्मा मबाट नलैजानुहोस्, मभित्र एउटा स्थिर हृदय सिर्जनुहोस्। आत्मिक परिपक्वतामा बढ्दै गरेको मानिसले प्रेरहरू आफ्ना गल्तीहरूलाई उसले मानिलिन्छ, पश्चाताप गर्छ, उसले आफ्नो विचारलाई परमेश्वरतिर फेरि फर्काउँछ। दाउदले गरेको त्यही थियो। यदि कोही आत्मिक परिपक्वतातिर बढ्दैछ, आत्मिक रूपमा अगाडि बढ्दैछ भने नि उसको जीवनमा पश्चातापको हृदयहरू हुन्छ। यो हुन आवश्यक छ। तर यदि कोही आत्मिक रूपमा बढ्दैछु भन्छ म पश्चातापको हृदय छैन, उसले आफ्नो पापलाई मानिलिँदैन, उसले आफ्नो गल्तीहरूलाई मानिलिन सक्दैन, स्वीकार गर्न सक्दैन भने गलत हुन्छ। त्यहाँ चाहिँ त्यहाँ त्यस्तो साथी सर्कलबाट हामी होसियार हुनुपर्छ। अर्को 5 नम्बरमा आत्मिक परिपक्व मानिसलाई चिन्ने 5 नम्बर के छ भन्दै गर्दा परमेश्वरको धार्मिकताको निम्ति ऊ एकदमै भोको हुन्छ। हङ्गर फर गड। परमेश्वरको धार्मिकताको निम्ति ऊ तृषित हुन्छ। भजन सङ्ग्रह 92 यही भन्छ, जसरी मुडुली मृगले पानीको तृष्णा गरे चाहिँ हे परमप्रभु मेरो हृदयले तपाईँको उपस्थितिको तृष्णा गर्छ। यदि आत्मिक मानिस आत्मिक परिपक्वतातिर बढ्दै गरेको मानिस भने यो 5 नम्बरको कुरा हुन उसमा आवश्यक छ। उसको हृदयहरू चाहिँ परमप्रभुको धार्मिकताको निम्ति तृषित हुन जरुरी छ। हाम्रो हृदय चाहिँ परमेश्वरको धार्मिकताको निम्ति तिर्खाउँदैन, परमेश्वरको धार्मिकताको निम्ति भोकाउँदैन भने नि हाम्रो आत्मिकपन चाहिँ ढोगीपन हुन्छ। हाम्रो आत्मिकपन त्यसलाई भन्न सक्दैन, त्यो चाहिँ ढोगीपन हो। तर यदि रियल आत्मिक परिपक्वतातिर बढ्दैछ, आत्मिक परिपक्वतामा जिउन सिक्दैछ, आत्मिक परिपक्वतामा रहेर जिउँदैछ भने हङ्गर फर गड, परमेश्वरको धार्मिकताको निम्ति, परमेश्वरको वचनको निम्ति उसको हृदयहरू सधैँ पनि तृषित रहन्छ। 7 नम्बरमा हामी हेर्छौँ भने आत्मिक परिपक्व मानिसलाई चिन्ने 6 नम्बरको बुदामा के छ भन्दै गर्दा परमेश्वरको वचन अनुसार जिउँदा उसलाई अब आनन्द लाग्छ। जब उसको जीवनमा फाइदाको कुराहरू हुँदैन, उसले चाहेको जस्तो कुराहरू हुँदैन, तर परमप्रभुको वचनमा ऊ रहन्छ, परमप्रभुको वचन चाहिँ ऊ जिउन सिक्छ भने परमप्रभुको वचनहरूमा जिउँदै गर्दा उसलाई आनन्दै लाग्छ। तर दुष्टहरू त्यस्ता हुँदैनन्। दुष्टहरू चाहिँ परमप्रभुको वचनमा रमाउन सक्दैन। भ्रष्टहरू चाहिँ परमप्रभुको वचनहरू पुरा हुँदै गर्दा परमप्रभुको वचन आनन्दित हुनै सक्दैन। तर त्यही मानिस जो आत्मिक परिपक्वतातिर अगाडि बढिरहेको छ, आत्मिक परिपक्वतातिर लम्किरहेको छ, त्यो मानिसमा मात्रै आनन्द हुन्छ परमप्रभुको वचनमा जिउँदै गर्दा। दुष्टलाई चाहिँ बन्धन हुन्छ। दुष्टको लागि चाहिँ परमप्रभुको वचन चाहिँ पोइजन हो। दुष्ट चाहिँ रमाउन सक्दैन परमप्रभुको वचन पुरा हुँदै गर्दा। तर यदि आत्मिक परिपक्वतातिर हामी बढ्दैछौँ भने, आत्मिक परिपक्वतामा हुर्किँदैछौँ भने नि, खडा हुँदैछौँ भने नि परमप्रभुको वचनमा त्यो मान्छे रमाउँछ। होला आफूले प्रतिज्ञा गरेको कुरा त पुरा हुँदैन होला, तर पनि परमप्रभुको वचनमा प्रतिज्ञामा जिउँदै गर्दा नि ऊभित्र आनन्द आउँदै गरेको हुन्छ।
7 नम्बर, उसको जीवनका हरेक परिस्थितिहरूमा परमप्रभुको अगुवाईलाई खोज्छ। हामी आत्मिक परिपक्वमा त भन्छौँ, आत्मिक मानिस त भन्छौँ, तर उसले जीवनका सानो सानो निर्णयहरू परिस्थिति हेरेर निर्णय गरिदिइहाल्छ हैन, फलानाले भनेको सुनेर निर्णय गरिदिइहाल्छ। आत्मिक मानिस भन्न सक्दैनौँ हामी। दाउदले आफ्नो जीवनका हरेक परिस्थितिमा परमप्रभुको अगुवाईलाई खोजेको छ। सो मेनी टाइम्स उसका सैनिकहरूले भनेको, राजा दाउद तपाईँको छोरालाई मारिदिनुहोस्, तपाईँलाई अति गयो, अति खेदिदियो, किनकि तपाईँका छोरा त हो, मारिदिँदा हुन्छ। साउललाई मारिदिनुहोस् किनकि तपाईँ त अब राजा हुनेवाला हुनुहुन्छ, तपाईँ राजा हो। तर दाउदले के भन्छ, आजको दिन परमप्रभुले यस्तै हुन दिनुभएको छ भने म किन गर्न सक्छु र। उसले हरेक स्टेपमा परमप्रभुको त्यो अगुवाईलाई खोज्छ। भनेको आत्मिक परिपक्वमा हुर्किँदै गरेका मानिस जहिले पनि उसको जीवनका फाइनल अथोरिटी चाहिँ, फाइनल डिसिजन चाहिँ परमप्रभुबाट खोज्छ। उसले अवस्थाहरू बिग्रिँदै गर्दा हरेक परिस्थितिमा होस्। अर्को आत्मिक परिपक्वतामा हुर्किँदै गरेका मानिसहरूको साइन भनेको के भन्दा ऊ परमप्रभुको वचनको अधीनमा रहन मन पराउँछ। ऊ परमप्रभुको वचनको अधीनमा रहन मन पराउँछ। यदि हामी परमप्रभुको वचनको अधीनमा रहन मान्दैनौँ, हाम्रा स्थानीय चर्चको अधीनमा रहन मान्दैनौँ भने नि हामी आत्मिक परिपक्वतामा हुर्केका मानिसहरू होइनौँ प्रेरहरू। हामी चाहिँ खालि त्यो कभर लगाएका मानिसहरू जस्तो मात्रै हुन्छौँ। हामी अधिकार गर्न मन पराउँछौँ तर अधीनमा बस्न मन पराउँदैन, वचनको अधीनमा परमेश्वरको धार्मिकताको अधीनमा रहन मन पराउँदैनौँ भने ठुलो धोका हुन्छ। त्यसकारण हामी होसियार। यदि आत्मिक परिपक्वतामा हुर्केको छु भन्छ तर ऊ वचनको अधीनमा रहँदैन, आफ्नो स्थानीय मण्डलीको अधीनमा रहँदैन भने हामी होसियार हुनुपर्छ त्यस्ता साथी सङ्गीहरूबाट। तर आत्मिक परिपक्वतामा हुर्किँदै गरेका मानिसले चाहिँ परमप्रभुको वचनको अधीनमा रहेको हुन्छ। हामीले यो 8वटा कुराहरू हेऱ्यौँ आत्मिक परिपक्वतामा हुर्किँदै गरेका मानिसको साइन, आत्मिक परिपक्वतामा जिउँदै गरेका मानिसको साइन। यो 6वटा छ, थुप्रै कुराहरू छ तर मेन यो 6वटा अनि 7वटा कुराबाट हामी थाहा गर्न सक्छौँ। हामीले पहिलो कुरा हेऱ्यौँ, ऊ परमेश्वरको प्रतिज्ञामा जिउन मन पराउँछ, ऊ जिन्दगीको हरेक परिस्थितिहरूमा पनि परमेश्वरमा भरोसा राख्न सक्छ, उसको हृदयहरू एकदम क्षमाशील छ, ऊ भित्र पश्चाताप हृदय हुन्छ। अर्को कुरा, परमेश्वरको धार्मिकताको निम्ति उसको हृदयहरू एकदम भोका हुन्छ। अनि अर्को, परमेश्वरको वचन अनुसार जिउँदा उसलाई आनन्द लाग्छ। अनि अर्को कुरा, जहिले पनि उसको जिन्दगीका हरेक फाइनल कुराहरू, फाइनल डिसिजनहरू चाहिँ परमप्रभुको वचनबाट उसले पर्खिन्छ, परमप्रभुको अगुवाईलाई खोज्छ। अनि अर्को 8औं कुरा, ऊ परमप्रभुको वचनको अधीनमा रहन मन पराउँछ। आत्मिक रूपमा हुर्किँदै गरेका मानिसको जीवनमा यो साइनहरू देखा पर्नु जरुरी छ। आज यो वचन सुन्दै गर्दा यो साइनहरू तपाईँ र म भित्र पाउँदैछौँ भने म तपाईँलाई भन्न चाहन्छु ग्रेट कङ्ग्रेचुलेसन, किनकि तपाईँ आत्मिकतामा हुर्किँदै हुनुहुन्छ। तर हामीले आत्मिकतामा हुर्केको चाहिँ भन्दैछौँ, यो कुराहरू पाएको छैनौँ भने नि प्रेरर ठुलो धोका हुन्छ। त्यसकारण चर्च हामी झुक्किने होइन, झुक्किने टाइममा छैनौँ, हामी राइट टाइममा आउनुपर्छ। यदि कोही मान्छेले दान प्रदानको प्रस्तुति गर्दैछ, दान प्रदानको प्रदर्शनी त्यहाँनिर हुँदैछ भने नि त्यो आत्मिक परिपक्वताको चिन्ह होइन। हामी यो कुरामा क्लियर हुनुपर्छ। हो, सो मेनी टाइम्स त्यो मान्छेको दान प्रदानमा हुनसक्छ, सो मेनी टाइम्स त्यो मानिसमा होइन त्यो कुराहरू नआउन सक्छ, उसले ठुलो परमेश्वरको कुरा नदेखेको हुनसक्छ, तर यो कुराहरू चाहिँ भित्र छ भने नि फेरि ऊ आत्मिक परिपक्वतातिर हुर्किँदै गरेको मानिस हो, ऊ आत्मिक परिपक्वतातिर हुर्किँदैछ। आज चर्च परमेश्वरले चाहिँ हामीलाई बोलाउनु भएको चाहिँ यो परिपक्वतामा हुर्किनको लागि हो, यस ठाउँसम्म आइपुग्नको लागि हो, ताकि दिन प्रतिदिन हामी चाहिँ त्यो आत्मिक परिपक्वतामा हुर्किँदै जान सकौँ, आत्मिक रूपमा बढ्दै जान सकौँ, एउटा ख्रीष्टको समान रूपमा पुग्दै जान सकौँ। र हामी यदि गलत सर्कलमा छौँ भने त्यहाँबाट हामी निक्लिनुपर्छ। आत्मिक परिपक्वतामा छु भन्छ तर यो कुराहरू छैन भने नि हामी त्यहाँबाट निक्लिनुपर्छ। किनकि परमप्रभुको वचनले भन्छ खराब सङ्गतले असल चरित्रलाई नष्ट गर्छ। त्यसकारण यो 7वटा 8वटा कुराहरूलाई हाम्रो जीवनमा अभ्यास गर्दै जानेछौँ। हामी आउनुहोस् हामी सबै आफ्नो ठाउँमा खडा हुने